यहाँबाट चाहिँ तपाईँहरूलाई चाहिँ म उकालो कसरी उठाउने भन्ने तरिका चाहिँ सिकाउन गइरहेको छु। त्यो ध्यान दिएर हेरिदिनु होला। तपाईँलाई चाहिँ ट्रायललाई एकदम यो उकालो हेरिसकेपछि चाहिँ ट्रायललाई एकदम सजिलो हुन्छ। त्यसको लागि चाहिँ ध्यान दिएर हेरिदिनु होला है त। हामीले चाहिँ सबभन्दा अगाडि ध्यान दिनुपर्ने कुरा भनेको उकालो उठाउँदाखेरि चाहिँ हाम्रो यो स्टप छ नि, यो स्टप चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ ड्यासबोर्डले चाहिँ ट्याक्क त्यो स्टप चाहिँ देख्न छोड्यो भने 2-3 इन्ची थोरै माथि जाने। त्यसपछि 2-3 इन्ची थोरै माथि गइसकेपछि हामीले चाहिँ सुरुमा चाहिँ यो एस्केलेटर छोड्ने, क्लच थिच्ने, ब्रेक हान्ने है त। एस्केलेटर छोड्ने, क्लच थिच्ने, ब्रेक हान्ने। अब हामीले यहाँ रोकिसकेपछि चाहिँ रोकिसकेपछि चाहिँ अर्को हाम्रो काम के हुन्छ भनेपछि ह्यान्ड ब्रेक लगाउने। ह्यान्ड ब्रेक लगाउँदाखेरि चाहिँ हामीले चाहिँ अब ह्यान्ड ब्रेक लगाउँदाखेरि हामीले चाहिँ यो बटनलाई चाहिँ नथिचेर चाहिँ सिधै माथि तान्नु पऱ्यो, सिधै माथि है। बटन थिचेर यसरी तपाईँले बटन थिचेर गर्नुभयो भने ह्यान्ड ब्रेक लाग्दैन। त्यही भएर चाहिँ हामीलाई चाहिँ ह्यान्ड ब्रेक लगाउनलाई चाहिँ बटन नथिचेर सर तान्नु। त्यसपछि चाहिँ हाम्रो अर्को काम के हुन्छ भने चाहिँ ब्रेकलाई चाहिँ एकदम स्लोली छोड्नुपर्ने हुन्छ। स्लोली ब्रेकलाई बिस्तारै छोड्ने, किनभने चाहिँ हाम्रो बेसमारी छोड्यो भने चाहिँ ब्याक आउने सम्भावना धेरै हुन्छ। बिस्तारै ब्रेक छोड्ने। अब अर्को हाम्रो काम के हुन्छ भनेपछि अब यति गरिसकेपछि चाहिँ अब चाहिँ हामीले उकालो उठाउँदाखेरि चाहिँ सबभन्दा अगाडि चाहिँ थोरै एस्केलेटर दिनु पऱ्यो। थोरै एस्केलेटर दिने, एउटा साउन्ड ठिक्कको सेट होस्। बिस्तारै क्लच छोड्ने। हाम्रो गाडीको साउन्ड के हुन्छ, सानो हुन्छ। गाडीको साउन्ड सानो भएपछि क्लचलाई होल्ड गर्ने। गाडीको साउन्ड सानो भयो हाम्रो, क्लचलाई होल्ड गर्ने। त्यसपछि हाम्रो फेरि सेकेन्ड टाइममा चाहिँ एस्केलेटर थोरै दिने, थोरै एस्केलेटर दिने, फेरि क्लच उठाउने। सेकेन्ड टाइममा गाडी थर्किन्छ। एउटा तपाईँलाई चाहिँ भाइब्रेसन टाइपको आउँछ, जहाँनिर गाडी भाइब्रेसन टाइपको आउँछ फेरि क्लचलाई होल्ड गर्नु पऱ्यो। फेरि तपाईँले एस्केलेटर थोरै दिने। अब ह्यान्ड ब्रेक तान्ने। तपाईँले यसरी ह्यान्ड ब्रेक तान्नुभयो भने तपाईँको गाडी अगाडि चाहिँ यसरी मजाले चल्न पुग्छ है त।